안녕하세요. 안녕하세요. आशिष सर, यसपालिको विद्यार्थीको अवस्था कस्तो छ? यसपालिको राम्रै छ पढाइ अब अहिले यो कोर्स अनुसार अब हामीले पनि पढाइरहेको छौँ त्यही भएर विद्यार्थीले पनि राम्रै मिहिनेत गरिरहेछ। तर अब यसपालि चाहिँ अझै राम्रो मिहिनेत गरेर विद्यार्थीले जानुपर्ने भएको छ। कोर्स पनि नयाँ आयो त्यसमा अब एक्जामको प्याटर्न पनि अब चेन्ज हुन्छ जस्तो छ त्यही भएको भएर चाहिँ अब अलिक मिहिनेत गर्नुपर्ने जस्तो भयो। यसपालि नि विद्यार्थीहरूलाई चाहिँ विशेष केमा चाहिँ ध्यान दिँदा पास हुने सम्भावना बढ्ला त? विशेष गरी योचोटि चाहिँ ग्रामर र मुनुवामा चाहिँ एकदम ध्यान दिनुपर्ने जस्तो देखिन्छ। अब ग्रामरको कुरामा अहिले नयाँ थपिएको मेचुल्चेन भूगोलमा अब ग्रामर आउँछ त्यही भएको भएर त्यहाँ चाहिँ ध्यान दिनु पर्यो र अहिले बाहिरको मुनुवाहरू आएको भएर त्यही मुनुवाहरू पनि एकदम ध्यान दिनुपर्ने हुन्छ। थिनखाने पनि ग्रामर नै आउँछ है? हजुर। ठिक छ। अनि अब तपाईँ एउटा विद्यार्थी हुँदै आज प्रशिक्षकसम्म बन्नुभयो। यस अवधिमा तपाईँले धेरै नै मेहनत गर्नुभयो र त्यो मेहनत गर्दाखेरि तपाईँले वास्तवमा कति घन्टा पढ्नुपर्छ जस्तो सोच्नु भएको छ विद्यार्थीले चाहिँ पास गर्नको लागि चाहिँ? यसमा चाहिँ 8 घन्टा जति चाहिँ पढ्नै पर्यो। अब कममा है अब त्योभन्दा धेरै त जति पढ्यो त्यति राम्रो तर त्यति चाहिँ पढ्नुपर्ने हुन्छ। ठिक छ। अनि खास गरी अब विद्यार्थीहरूको अहिलेको अवस्था हेर्दाखेरि अलिकति पढ्न चाहिँ मन नगर्ने जेनजीले आन्दोलन गर्यो नि, त्यसले गर्दा अब जुन तोडफोड भएको छ, देशको अवस्था खराब भएको छ, साथसाथै विदेशतिर पनि हाम्रो अलिकति यो जेनजी सम्बन्धीको छाप चाहिँ नकारात्मक नै परेकोले गर्दा यो मतलब कोरियाले पनि जापानले पनि रोक लगाएको जस्तो कुराहरू छ नि त, त्यसको विषयमा के भन्न चाहनुहुन्छ? यस्तो अब अहिले यस्तो न्युज चाहिँ अब छ्यापछ्यापी देख्न सकिन्छ तर अब त्यो रोक्नै लगाएको पनि होइन, अब रोकेकै चाहिँ छैन, हल्ला मात्रै चलेको र यसमा अब त्यसरी रोकिन्छ बन्द हुन्छ भनेर आत्तिनु पनि पर्दैन जस्तो लाग्छ। अब विद्यार्थीहरूलाई चाहिँ खासमा तपाईँले यो इक्जामसँग सम्बन्धित केही कुरा भन्न चाहनुहुन्छ? यो एक्जाम सम्बन्धी चाहिँ अहिले अब कस्तो छ भन्दाखेरि पढ्ने कुराहरू अब पढिहाल्नुहुन्छ सबैजनाले है, अब तर अहिले जुन अहिलेको यो जेनजीको आन्दोलनले गर्दाखेरि चाहिँ अहिले विद्यार्थीहरूले पढ्ने विद्यार्थीहरूले पनि अब पढ्नलाई चाहिँ अब खासै चासो देखाइराख्नु भएको छैन जस्तो लाग्छ। त्यही भएको भएर अब त्यस्तो नगरेर चाहिँ एक्जाम हुन्छ पक्कै पनि हुन्छ, फर्म भरिसकेको छ त्यही भएको भएर धैर्यको साथ मिहिनेत चाहिँ गर्नु पर्यो। एक्जाम चाहिँ हुन्छ। तपाईँले धेरै महत्त्वपूर्ण कुराहरू विद्यार्थीहरूलाई चाहिँ भन्नुभयो। अब तपाईँको कुराबाट त्यो पनि विद्यार्थीहरूले चाहिँ केही सिक्छन् होला। ल आजलाई यति नै गरौँ। धेरै धेरै धन्यवाद।